सम्पूर्णलाई नमस्कार। म लेखबहादुर मोक्तान। अहिले तपाईँहरूले हेर्न सक्नुहुनेछ यो गोकर्णेश्वर नगरपालिकाको स्थल। त्यो स्थलमा हामी पनि भक्तपुरका समाजले पनि आज एउटा हार्पिक, कोल्ड्रिङ्क, फिनेल, झोल साबुनको आज हामीले पनि भिरकुट मण्डप काठमाडौँ महोत्सव 2082 काठमाडौँ बिजनेस एक्सपो 2026 मा यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँहरू पनि आज आउनु होला भिरकुट मण्डपमा। पार्किङ निःशुल्क रहेको छ, यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु। र यहाँ हाम्रा प्रोडक्टहरू, हाम्रा सामानहरू यहाँ हामीले आज राखिसकेका छौँ। त्यो स्थल चाहिँ हामीलाई गोकर्णेश्वर नगरपालिकाद्वारा हामीलाई निःशुल्क प्रदान गर्नुभएको छ। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखज्यूलाई पनि हामी धेरै धेरै धन्यवाद, साथै उपप्रमुखज्यूले पनि धेरै धन्यवाद। सम्पूर्ण नगरपालिकाका होल कमिटीलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। भक्तपुरका समाज आज हामीले पनि गोकर्णेश्वर नगरपालिका गर्दा आज हामी पनि एउटा भिरकुट मण्डप काठमाडौँ महोत्सव 2082 मा हामीले एउटा सानो आफूले जानेको शिवहरूलाई यहाँ राखेका छौँ। यहाँहरूले पनि देख्न सक्नुहुन्छ। यहाँहरू पनि आउनुहोला। आज विभिन्न ब्रान्डका विभिन्न थरीका सामानहरू पाइन्छ, जस्तै हाम्रो मात्र होइन, अरू स्टलहरू पनि छ। यहाँहरू हेर्न सक्नुहुन्छ, यहाँहरू आउनु सक्नुहुनेछ। यहाँहरूलाई हामी एकदम अरूभन्दा हाम्रो सामान एकचोटि प्रयोग गरेर देखाउनु होला, प्रयोग गर्नुहोला र हामीलाई सल्लाह सुझाव हौसला प्रदान गर्नुहोला भन्न चाहन्छु। र यो सामान यहाँहरूले प्रयोग गर्नुहोस् एकचोटि, हामी यहाँहरूलाई भन्न चाहन्छौँ। यो हामीले उत्पादन गरेको सामानहरू झोल साबुन, यो हामीले उत्पादन गरेको। यसको मूल्य 200 रुपियाँ छ। यो फिनेल, कोलिन, हार्पिक, सहकार्य गोकर्णेश्वर नगरपालिका जोरपाटी काठमाडौँ पनि हामी नमस्कार हृदयदेखि नमन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। आज गोकर्णेश्वर नगरपालिकाले गर्दा आज हामीले पनि एउटा सानो स्थल राखेको छौँ। आज यहाँ स्टक पनि छ, सामान स्टक पनि छ। यहाँहरूलाई हामी स्टक पनि देखाउनेछौँ। यो 14 गतेदेखि 17 गतेसम्म महोत्सव चल्दैछ, काठमाडौँ महोत्सव। यहाँहरू पनि आउनुहोला, भिजिट गर्नुहोला, हाम्रो सामानहरू किनेर सहयोग गरिदिनु होला। सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आउनुहोला, भिजिट गर्नुहोला। आज भिरकुट मण्डपमा महोत्सव गरेको छ एक्सपो, र पार्किङ निःशुल्क रहेको छ। पार्किङ यता पछाडि पनि रहेको छ, पार्किङ निःशुल्क रहेको छ। यहाँहरूले हाम्रो प्रोडक्टहरू किनेर हामीलाई हौसला सहयोग गरिदिनु होला भन्दै आजलाई बिदा चाहन्छु। 14 गतेबाट 17 गतेसम्म